जहाँ बच्चाहरू पीडामा हुन्छ त्यहाँ विकासको दाबी केवल भ्रम मात्र हो। आजको यस बाल विवाह मुक्त, बाल श्रम मुक्त, बाल मैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रमका सभाध्यक्ष रामेछाप नगरपालिका वडा नम्बर 8 कार्यालयका वडाध्यक्ष श्रद्धेय सन्तोष कुमार तामाङज्यू, प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख श्री नेत्र प्रसाद गजरेलज्यू, विशिष्ट अतिथि कृषि शाखा प्रमुख कृष्ण बहादुर भुजेलज्यू, विशिष्ट अतिथि खड्ग दलगणका उपसेनानीज्यू, राजनीतिक दलका पार्टी प्रतिनिधिज्यूहरू, वडा सदस्य एवं वडा बाल मैत्री सम्पर्क व्यक्तिज्यू र वडा नम्बर 8 कार्यालयका वडा सदस्यज्यूहरू, रामेछाप नगरपालिका रोजगार संयोजक विजय बरालज्यू, रामेछाप नगर खेलकुद विकास समितिका संयोजक श्रद्धेय केदार कार्कीज्यू र यस कार्यक्रममा पाल्नु हुने सरकारी कार्यालय दर्शकका प्रतिनिधिज्यूहरू, त्यसैगरी रामेछाप नगरपालिका वडा नम्बर 8 मा रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, त्यसैगरी रामेछाप नगरपालिका वडा नम्बर 8 भित्र रहेका विद्यालयका र शिक्षक प्रतिनिधिज्यूहरू, त्यसैगरी रामेछाप नगरपालिकाका बालमैत्री नगर सहजकर्ता दुर्गा कुमारी सुनवारज्यू, त्यसैगरी वडा नम्बर 8 बालमैत्री सहजकर्ता हरिकुमार कार्कीज्यू, त्यसैगरी यस कार्यक्रममा विभिन्न संस्थाबाट प्रतिनिधि गरी आउनुभएका अतिथिज्यूहरू, त्यसैगरी वडाका विविध समितिका पदाधिकारीज्यूहरूमा म प्रगतिशील रामेछाप नगर बाल सञ्जाल तथा केवलेश्वर बाल सञ्जालकी अध्यक्ष प्रीति तामाङको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। आजको दिन हाम्रो वडाको लागि मात्र होइन, सम्पूर्ण बालबालिकाको लागि एउटा उज्यालो इतिहास बुन्न गइरहेको छ। आज हामी हाम्रो वडालाई बालमित्री स्थानीय शासनयुक्त वडा औपचारिक रूपमा घोषणा गर्दैछौँ। हाम्रो रामेछाप नगरपालिका वडा नम्बर 8 मा मिति 2078 फागुन 2 र 3 गतेदेखि बालमित्री स्थानीय शासन अवलम्बन गरी विधिवत रूपमा विक्रम सम्वत 2079 असोज 30बाट सक्रिय रूपमा बाल अधिकारको क्षेत्रमा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागितालाई संस्थागत गरी 51वटा सूचकमा पूर्णता प्राप्त गरी सफल भई आज यस ऐतिहासिक क्षणमा आइपुगेका छौँ। बाल अधिकार सुनिश्चित गर्ने, उनीहरूको सहभागिता, सुरक्षा, शिक्षा र सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले आज हाम्रो वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको चरणमा आइपुगेको छ, जुन हामी सबैको लागि गौरवको विषय हो। यो केवल एउटा घोषणा मात्र होइन, बालबालिकाको अधिकारलाई व्यवहारमा लागू गर्ने समर्पणको साक्षी हो। हामीले यो उपलब्धि सजिलै पाएका होइनौँ। हामीले यो यात्रा सपना देखेर होइन, सपना देखेर र त्यस सपनालाई साकार पार्नका लागि सङ्घर्ष गरेर आज यस घोषणाको चरणसम्म आइपुगेका थियौँ। पक्कै पनि यो यात्रा हाम्रो लागि सहज थिएन, तर पनि यस यात्रामा बालमैत्रीका मापदण्डहरू पुरा गर्न, नीति तथा योजना कार्यक्रमहरू तर्जुमा गर्न, सहभागिता सुनिश्चित गर्न, शिक्षा, स्वास्थ्य, सुरक्षा, खेलकुद जस्ता क्षेत्रमा बाल अधिकारका क्षेत्रका अवस्था सुधार गर्न हामीले धेरैवटा चुनौतीहरू पार गरेका छौँ। कहिलेकाहीँ समाजमा जनचेतनाको अभाव, कहिले स्रोत र साधनको अभाव अनि कहिले समन्वयमा कठिनाई जस्ता विभिन्न समस्याहरूले हामीलाई अझ बलियो बनाउँदै र हाम्रो वडामा अझ प्रगति र अझ विकासका कामहरू गर्नका लागि सहयोग बनाएको छ। समस्याहरू चिर्दै विभिन्न परिस्थितिको सामना गर्दै हामी सधैँ अडिग रहनु, हाम्रा पाइलाहरू समस्याका सामु कहिले पनि डगमगाएनन्। त्यसकारण आज हामी यस घोषणाको चरणमा ऐतिहासिक क्षणमा उपस्थित भएका छौँ। आज म यस अवसरमा हामीलाई बालमैत्री स्थानीय शासनको अवलम्बनमा कार्यक्रमको सुरुवात भएदेखि घोषणासम्म आइपुग्दा हाम्रो जीवनस्तरमा छुट्टै परिवर्तन आएको छ। पहिले 1 वर्ष अगाडिको हामी र अहिलेको हामीमा धेरै फरकपन पाउँछन् र विशेष गरी बालबालिकाहरूमा। बालमैत्री स्थानीय शासन लागू भए पश्चात रामेछाप नगरपालिकामा नगर स्तरीय नगर बाल सञ्जाल, वडा स्तरीय वडा बाल सञ्जाल र समुदायमा विभिन्न बाल समूहहरू गठन भएका छन् र ती बाल समूहहरूमा बालबालिकाहरू आबद्ध भए पश्चात उनीहरूले आफ्नो क्षमता विकास गरेका छन् र उनीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग भएको छ। त्यसकारण रामेछाप नगरपालिकाले नयाँ बालबालिकाहरू र क्षमतावान बालबालिकाहरू वृद्धि गर्नका लागि चाहिँ सहयोग भएका छन्। बालमैत्री स्थानीय शासन बालबालिकाहरूका लागि र यो नगरपालिकाको लागि एउटा सुमार र निर्देशक बन्न सहयोग भएको छ। आज म यस ऐतिहासिक अवसरमा हामीलाई साथ दिई आउनुभएका सम्पूर्ण सरकारवाला निकायहरू, नगरपालिका, वडा कार्यालय, विद्यालय, बाल समूह, सञ्जाल, समाजसेवी संस्था, अभिभावक, शिक्षक, सञ्चारकर्मी, संस्थाहरू र विशेष गरी बालबालिकाहरूको अथक सहयोग योगदानलाई गहिरो कृतज्ञता र श्रद्धाभावसहित धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्णको सहयोग
परामर्श र सकारात्मक सोचको परिणाम स्वरूप नै आज हामी गौरवपूर्ण घोषणासम्म आइपुगेका छौँ। त्यसैले हामी सबै मिलेर अझ उत्तरदायी, समावेशी र बाल केन्द्रित स्थानीय शासनलाई लागू गर्नका लागि एकजुट हुनुपर्छ र घोषणा पश्चात विगोपनाका कार्यक्रमहरूमा पनि हामीले आफ्नो क्षेत्रबाट यतिको नै साथ र सहयोग गर्यो भने हामीले हाम्रो नगरपालिकालाई विगोपनाका रूपमा बालमैत्री स्थानीय शासनयुक्त रामेछाप नगर बनाउन सक्छौँ। त्यसै गरी आजको यस घोषणा हाम्रो लागि एक उपलब्धि मात्र होइन, एउटा नयाँ जिम्मेवारीको आरम्भ हो। यो अवसर हामी सबैको साझा प्रयास, समर्पण र बालबालिकामाथिको माया ममताको प्रतीक हो। म यस केवलेश्वर बाल सञ्जाल तथा वडा नम्बर 8 कार्यालयको तर्फबाट उपस्थित सम्पूर्ण अतिथि महानुभावहरूलाई स्वागत गर्दै आगामी दिनहरूमा पनि बालबालिकाप्रति उत्तरदायी शासन निर्माणको लागि अझ सशक्त कार्यको अपेक्षा गर्दछु। अन्त्यमा आजको यस कार्यक्रममा सफलताको शुभकामना व्यक्त गर्दै म फेरि पनि एकपटक तपाईहरू सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु। स्वागतम स्वागतम स्वागतम। धन्यवाद। जय बालबालिका।